नमस्कार साथीहरू। हजुरको टाउको दुख्छ? हुन त म इन्टरमेडिसिन फिजिसियन हो है, कन्सल्टेन्ट फिजिसियन हो। तर मलाई सोधिराख्नुहुन्छ के यो सधैँ औषधि कति खाने, औषधि नखाइकन टाउको दुखाइ कम गर्ने केही उपाय हुन्छ कि नाइ भन्दै सोधिराख्नुहुन्छ के। उहाँहरूको लागि आज यो विशेष भिडियो है त। यदि तपाईँलाई माइग्रेन छ अथवा टेन्सन टाइप हेडेक छ हैन, यी दुईटा चाहिँ लगभग हामीले कमनली भेटिरहेका हुन्छौँ के हैन। अब माइग्रेन छ भने चाहिँ तपाईँको एकतिरको टाउको दुखाइ ब्लक ब्लक गर्ने हैन, अनि त्यसपछि एकपट्टि दुख्ने, कहिले यता दुखे जस्तो हुने, कहिले माथि दुखे जस्तो हुने, कहिले एकपट्टि अर्कोपट्टि दुखे जस्तो हुने हुन्छ। अनि सँगसँगै कति मान्छेलाई चाहिँ वाक वाक लाग्ने गर्ने पनि हुन्छ है। अनि कोही उल्टी पनि गरिराख्नुहुन्छ। सुतेपछि अलिकति आराम गरेपछि राम्रो पनि हुन्छ है उहाँहरूको लागि। र अथवा टेन्सन टाइप हेडेक भन्छौँ हामीले, भारी भए जस्तो हुने, मन्द मन्द दुखाइ हुने हैन। धेरैजना मान्छेलाई चाहिँ अलिकति दिन ढलेपछि चाहिँ भारी भए जस्तो हुने हुन्छ भने चाहिँ हामी टेन्सन टाइप हेडेक भन्छौँ। अब यो दुई प्रकारका टाउको दुखाइ चाहिँ कमन नै हुन्छ र उहाँहरूको लागि चाहिँ औषधि नखाइकन के गर्न सकिन्छ त भनेर सोध्नुहुन्छ। उहाँहरूको लागि चाहिँ केही टिप्सहरू म भन्छु आज, एकदम राम्रोसँग सुन्नु होला। लगभग सबैलाई यति गरे चाहिँ लगभग कम नै भइरहेको हुन्छ र यसले भेटेन भने चाहिँ आएर सल्लाह लिन सकिन्छ दबाई खानालाई। अथवा दबाई खाँदै हुनुहुन्छ भने पनि तपाईँको यो बेला बेलामा हुने बढ्ने टाउको दुखाइलाई चाहिँ कम गर्छ है त। एक नम्बरमा चाहिँ तपाईँले आफूलाई एकदम हाइड्रेसन मेन्टेन गर्नुहोस् कि पानी प्रशस्त मात्रामा खानुहोस्। हजुरले चाहिँ आफ्नो टाइम हुन्छ नि, आफ्नो क्लक मेन्टेन गर्ने भन्छौँ कि हामीले हैन। अब सुत्ने उठ्ने यस्तो चाहिँ बानी चाहिँ मिलाउनु होला। कहिले एकदम अबेर रातिसँग नसुत्ने, कहिले चाहिँ बिहान बिहानै चाँडै उठ्ने, यस्तो चाहिँ सकेसम्म कम गर्नु होला। अनि आफ्नो चाहिँ स्लिप चाहिँ एकदम साउन्ड स्लिप बनाउन कोसिस गर्नु होला। हजुरले जस्तो सुत्ने बेलातिर कफी खाइदिने हैन, अनि त्यसपछि गएर कुनै यो मुभी सुभी हेरेर बस्ने, रातिसम्म बस्ने, यस्तो चाहिँ नगर्नु होला। अर्को भनेको चाहिँ हजुरले चाहिँ योगा मेडिटेसनहरू चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यस्तोलाई हैन। यसलाई चाहिँ माइन्डफुलनेस भन्छौँ नि हामीले, अलिकति मन आनन्दित हुने गर्ने कामहरूमा। जस्तै हामीले चाहिँ, मैले चाहिँ मेरो बिरामीहरूलाई के पनि भन्छु भने, यदि तपाईँ कुनै पूजाआजा गर्नुहुन्छ भने हैन, अथवा तपाईँ कुनैमा ध्यान गर्नुहुन्छ भने त्यो पनि इम्पोर्टेन्ट हो कि, त्यो पनि राम्रो कुरा हो। आफ्नो माइन्ड चाहिँ त्यतातिर डाइभर्ट गर्नुहोस् हैन। अर्को गर्न सकिने भनेको चाहिँ एक्सर्साइज भन्छौँ कि हामीले। अलिकति एक्सर्साइज गरेपछि बिहानमा अथवा बिहानमा गर्दा राम्रो पनि हुन्छ हैन। अलिकति फ्रेस इन्भाइरोमेन्टमा एक्सर्साइज गर्ने बानी गर्नुहोस्। एक्सर्साइज गर्नुभयो भने हजुरको एउटा चाहिँ आफूलाई अरू रोगबाट पनि बचाउन मद्दत गर्छ हैन। अहिले धेरै यो प्रेसर, सुगर यस्ता कुराहरू पनि छन्, यसलाई पनि कम गर्न मद्दत गर्ने भयो एउटा त। अर्को भनेको चाहिँ यही खालको हैन, माइग्रेन अथवा टेन्सन टाइप हेडेकहरूमा पनि आफ्नो यो मोनोटोनस लाइफ साइकल छ नि, काम, पढाइ अथवा घरको अरू कुराहरू, त्योबाट अलिकति फ्रेस भएर बाहिर निक्लिन पाइन्छ र आफूलाई अलिकति रिल्याक्स फिलिङ पनि हुन्छ। अनि त्यसपछि गएर लगभग यी दुई चारवटा कुरा गर्नुहोस्। अनि हाम्रो यो गाडेको अचारहरू भन्छौँ नि हैन, अजिनामोटो भएका कुराहरू, कोक फेन्टाहरू, यिनीहरू चाहिँ सकेसम्म एभोइड गर्नुहोस्। अल्कोहल पनि यो माइग्रेन यस्तो छ भने चाहिँ सकेसम्म एभोइड गरेकै राम्रो हुन्छ। हस् त, धन्यवाद।